मिनेसन कोन्निचिवा ओगेन्की देश का एजुकेयर प्लानेट युट्युब च्यानलमा स्वागत छ है त। आज हामी लेसन 15 पढ्नेछौँ। लेसन 15 मा आइसक्यौँ। तपाईले पनि पढ्दै गर्नु होला है त। भोकाबुलरी भनेको एकदमै इम्पोर्टेन्ट छ। रेन्स्यु गर्नु भन्दा अगाडि हामी भोकाबुलरी पढ्ने गर्छौँ। सो रेन्स्यु गर्नु भन्दा अगाडि भोकाबुलरीको तयारी गर्नु एकदमै जरुरी छ है त। अब सुरु गरौँ। एट फर्स्ट रहेको छ ताचिमास। ताचिमासको अर्थ हुन्छ उभिनु, बाटोमा उभिनु अथवा कहीँ कतै उभिनुलाई चाहिँ ताचिमास भन्ने रहेछ। त्यसपछि रहेको छ सुवारीमास, बस्नु, बस्नुहोस्, सुवात्ते कुदासाई भनेर भन्न सकिन्छ। सुवारीमासको अर्थ हुन्छ बस्नु। चुखाइमास, चुखाइमासको अर्थ हुन्छ प्रयोग गर्नु, चुखात्ते कुदासाई प्रयोग गर्नुहोस् भन्न सकिन्छ। त्यसपछि रहेको छ ओकिमास। ओकिमासको अर्थ हुन्छ राख्नु, राख्नुलाई चाहिँ ओकिमास भनेर भन्छ। त्यसपछि रहेको छ चुकुरीमास। चुकुरीमासको अर्थ हुन्छ बनाउनु, खाना बनाउनुलाई, पकाउनुलाई चुकुरीमास भनेर भन्न सकिन्छ। उरीमास। उरीमासको अर्थ हुन्छ बेच्नु, बेच्नु, कुनै पनि कुरा बेच्नु, कसैलाई बेच्नुलाई चाहिँ उरीमास भनेर भन्छ। सिरिमास। सिरिमासको अर्थ थाहा हुनु भन्ने हुन्छ। सुमिमास। सुमिमासको अर्थ हुन्छ जीवन चलाउनु, जीवन चलाउनुलाई चाहिँ जापानिज भाषामा सुमिमास भनेर भन्छ। केन्क्युसिमास। केन्क्युसिमासको अर्थ हुन्छ अनुसन्धान गर्नु, अनुसन्धान गर्नुलाई केन्क्युसिमास भनेर भन्छ। सित्तैमास। सित्तैमासको अर्थ हुन्छ जान्नु, कुनै पनि कुरा जान्नुलाई सित्तैमास भनेर भन्न सकिन्छ। सुन्दैमास। सुन्दैमासको अर्थ हुन्छ बसोबास गर्नु, ओसाका नि सुन्दैमास, ओसाकामा बस्दै गरेको छु भनेर भन्ने मिनिङ लाग्छ। ओसाका नि सुन्दैमास, ओसाकामा बस्दै गरेको छु। टोक्यो नि सुन्दैमास, टोक्योमा बसोबास गर्दैछु भन्ने मिनिङ लाग्छ। त्यसपछि रहेको छ सिरेओ। सिरेओको अर्थ हुन्छ तथ्याङ्क अथवा सामग्री, म्याटेरियल्स, डाटालाई चाहिँ सिरेओ भनेर भन्छ। कातारोगु। कातारोगुको अर्थ हुन्छ क्याटलग। यो चाहिँ काताकानामा लेखिएको छ। काताकानामा लेख्दाखेरि कातारोगु भनेको क्याटलग हो, सूची हो। जिकोकु हेओ को अर्थ लाग्ने गर्छ समय तालिका, टाइम टेबललाई चाहिँ के भन्ने रहेछ त जिकोकु हेओ। जेकुक्यो हेओ भनेको समय तालिका हो। फुकु। फुकु भनेको कपडा हो, कपडालाई चाहिँ फुकु भनिन्छ, क्लथ्स। त्यसपछि रहेको छ सेहिन। सेहिन भनेको उत्पादन हो, प्रोडक्ट, प्रोडक्टलाई चाहिँ सेहिन भनेर भन्छ। सोफुतो। सोफुतोको अर्थ हुन्छ सफ्टवेयर, सफ्टवेयरलाई चाहिँ सोफुतो भनेर भन्छ। जस्तो कि विन्डोजको सफ्टवेयरहरू भयो अथवा कुनै पनि सफ्टवेयरलाई चाहिँ सोफुतो भनेर भन्छ। सेन्मन। सेन्मन भनेको विशेष अध्ययनको क्षेत्र हो, स्पेसल सेक्टर भनेको अध्ययनको सेक्टरलाई चाहिँ सेन्मन भनेर भन्छ। जस्तो कि जिदोसा भयो होइन, कार सम्बन्धी भयो, कुरुमा सम्बन्धी भयो, त्यो चाहिँ एउटा सेन्मन हो। अथवा बिजनेस सम्बन्धी भयो, कुनै पनि क्षेत्र, एउटा विशेष क्षेत्रलाई चाहिँ सेन्मन भनेर भन्छ। हाइस्या। हाइस्याको अर्थ हुन्छ डेन्टिस्ट, हाको अर्थ हुन्छ दाँत, हाइस्याको अर्थ हुन्छ डेन्टिस्ट, दन्त चिकित्सालाई चाहिँ डेन्टिस्ट भनेर भन्छ, हाइस्या भनेर भन्छ। त्यसपछि रहेको छ तोकोया। तोकोयाको अर्थ हुन्छ बारबार, कपाल काट्ने ठाउँलाई, कपाल काट्ने ठाउँलाई के भन्ने रहेछ त तोकोया भनेर भन्ने रहेछ। यसपछि रहेको छ पुरै इगाइदो। पुरै इगाइदो भनेको अर्थ लाग्ने गर्छ टिकट बेच्ने संस्था। टिकट बेच्ने संस्थालाई पुरै इगाइदो भनेर भन्छ। पुरै इगाइदोको अर्थ हुन्छ टिकट बेच्ने घर अथवा टिकट बेच्ने संस्था। दोकुसिन। दोकुसिन भनेको अनम्यारिड, सिङ्गल, सिङ्गललाई चाहिँ दोकुसिन भनेर भन्छ। विवाह नगरेकोलाई चाहिँ दोकुसिन भनेर भन्छ। त्यसपछि रहेको छ तोकुनी। तोकुनीको अर्थ हुन्छ स्पेसल्ली, विशेष गरी कसैलाई हामी विशेष गिफ्ट पठायौँ भने तोकुनी भनेर भन्न सकिन्छ है त, स्पेसल गिफ्ट हो भनेर भन्न सकिन्छ। त्यसपछि रहेको छ ओमई दासिमास। ओमई इदासिमास। ओमई इदासिमासको अर्थ हुन्छ याद गर्नु, रिमेम्बर गर्नु, कसैले सम्झिनु अथवा कुनै कुरा सम्झिनु चाहिँ ओमई दासिमास भनेर भन्न सकिन्छ। त्यसपछि रहेको छ खाजुकु। खाजुकुको अर्थ हुन्छ परिवार, फ्यामिली, परिवार, फ्यामिलीलाई चाहिँ खाजुकु भनेर भन्छ। इरेसेमास। इरेसेमासको अर्थ हुन्छ इमास अथवा हुनु भन्ने चाहिँ सँग सम्बन्धित छ होइन, हुनुलाई चाहिँ इरेसेमास भनेर भन्न सकिन्छ। यो अझै पोलाइट फर्म हो। कौकौ। कौकौको अर्थ हुन्छ सिनियर हाई स्कुल, उच्च माविलाई चाहिँ हामीले कौकौ भनेर भन्न सकिन्छ। त्यसपछि रहेको छ निप्पोनबासी। निप्पोनबासीको अर्थ हुन्छ ओसाकाको किनमेल गर्ने क्षेत्र। एउटा ओसाकामा किनमेल गर्ने क्षेत्र छ, त्यसलाई चाहिँ निप्पोनबासी भनेर भनिन्छ।
आजको लागि यति नै। यदि हाम्रो भिडियोमा फर्स्ट टाइम हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। युट्युबलाई सब्स्क्राइब गर्न सक्नुहुन्छ, टिकटकमा फलो गर्न सक्नुहुन्छ र अझै सिक्नु छ भने तपाईले अवश्य नै फलो गर्नुपर्ने हुन्छ, अवश्य नै सब्स्क्राइब गर्नुपर्ने हुन्छ। आजको लागि यति नै। आरिगातो गोजाइमास। ओत्सुकारे सामादेशिता।